गाउँघरमा जतिको रमाइलो कहीँ पनि हुँदैन है साथीहरू। हरेक कुरामा सुविधा नपाउला तर गाउँघरमै बस्न एकदम रमाइलो हुन्छ क्या। हेलो एभ्रिवान, सबैलाई वेलकम छ मेरो अर्को नयाँ भ्लगमा। अनि आज चाहिँ बिहानदेखि के गरेँ म त्यही कुरा देखाउँदैछु साथीहरू। उठ्नु नपाउँदै नक्कल गरेको त देखिहाल्नु भयो। अनि यता मैले कुकरमा भात बसाइसकेको छु। अनि यो कराईमा चाहिँ हिजो मम्मीले ढिँडो पकाएर खानुभएको थियो अनि त्यही भएर यहाँ बुसुम टाँसिरहेछ। गाउँघरमा चाहिँ कति धेरै साग हुन्छ क्या, तर खाइदिन प्रायः जसो। सो त्यही भएर आज चाहिँ साग खाइदिउँ भनेर साग लिएर काट्दैछु। अनि यो कराईको बुसुम चाहिँ मैले देख्नै सकिनँ क्या, त्यही भएर कुटाउँदै खाँदैछु। भएन अब चक्कुले नि कुटाउन थालिसकेँ। मलाई चाहिँ यो ढिँडो चाहिँ खासै मन पर्दैन, तर यो ढिँडोको टाँसिएको बुसुम साह्रै मनपर्छ क्या साथीहरू। ल अब मेरो तरकारी पनि पाक्न लागिसक्यो है। अनि अब सागको सिजन चाहिँ सकिन लागिसक्यो नि त साथीहरू। अनि त्यही भएर साग तितो हुन्छ, अनि त्यही भएर मैले धनियाँ लिएर लाउँदैछु। धनियाँ लगाएपछि चाहिँ अलिक तितो हुँदैन नि त। अनि अब भात तरकारी पाकेर यहाँ भाइले चाहिँ खाँदैछ, किनभने भाइ पौवा जाने भन्दै थियो अनि उसलाई हतार थियो अनि उसले एक्लैले अगाडि खाएको। अनि यता मैले सिन्कीको अचार बनाउँदै थिएँ अनि भाइले चाहिँ नखाइ नै गयो क्या। अनि अब खाना खाइसकेपछि चाहिँ म बास तान्न जाँदैछु। मम्मीले चाहिँ चुइङगमलाई प्लास्टिक बनाउँछ अनि त्यो प्लास्टिक खाँदै जाँदैछु। अनि मम्मी चाहिँ मभन्दा अगाडि नै आउनुभएको नि त, अनि त्यही भएर आएर बसिराख्नुहुन्थ्यो। अनि यो भिडियोमा हेर्दाखेरि बास चाहिँ कति हल गरी बोकेको जस्तो देखिरहेछ क्या, तर एकदमै गरौँ थियो। अनि म चाहिँ अघि गएर मम्मी चाहिँ पछाडि आउनु हुँदैछ। अनि बास मसारी अनि घर गयौँ। अनि घर गएसम्म नुहाएँ क्या। मैले सबै भिडियो चाहिँ गरिनँ किनकि मेरो मोबाइलमा चार्ज थिएन। अब नुहाइधुवाइ गरेर चट्टसँग चटपटी बनाएर खानुपर्ने भयो। त्यही भएर म चाहिँ मरमसलाहरू काट्दैछु। अनि मेरो चटपटी चाहिँ यत्तिको बनाएँ। मम्मी चाहिँ खासै चटपटे खानु हुँदैन, तर कहिलेकाहीँ अलिअलि खानुहुन्छ अनि आज चाहिँ खानुभयो। अनि मैले चाहिँ कहिले खानु नपाएको जस्तो गुवाम खाँदैछु नि साथीहरू। ल अब खाजासाजा खाएर टक्कसँगले गोठतिर हिँड्यो नक्कल सकल गरेर। अब यहाँ मेरो वस्तुहरूलाई नल लगाइदिनु पर्ने हुन्छ, त्यही भएर म नल लगाइदिँदैछु। अरू बेला चाहिँ म वस्तु खोलेर गोठाला गर्थेँ कि, तर आज चाहिँ मैले घाँस नै लगाइदिएको। अनि अब केराको दाम्चा पनि काटेर ल्याइदिनु पर्ने हुन्छ, त्यही भएर मैले केराको दाम्चा काट्दैछु। अनि मेरो चाहिँ काम गर्नुभन्दा धेरै चाहिँ नाटक धर्रा हुन्छ कि साथीहरू। अब यति गर्दा चाहिँ बेलुका भयो अनि त्यही भएर घाँस मैले झारेँ अनि मम्मीले चाहिँ भेलाउनु हुँदैछ। अनि अब सबै काम दाम सकाएर चाहिँ अब घरतिर लाग्यो मम्मी र म चाहिँ।